मासु किन्न आएको तर मासु पसलको साउजी नै हुनुहुन्न गायब दिउँसोतिर चाहिँ मासु पसलहरूमा मान्छे हुँदो रहेनछ कि किनभने के दिउँसो मान्छेले मासु खाँदैनन् र दाइ तपाईँ हो दिउँसो मासु खाँदैनन् र मान्छेले सबै पसल बन्द छ त आज मासु पसल म त आज मासु पसलको मान्छेहरूको हडताल रहेछ भन्ने सोचेको उहाँ तलसम्म बन्द छ हौ कहाँ पुगेर आएको म होइन यहाँ तपाईँको चाहिँ खुल्ला रहेछ तपाईँलाई नि पुरेको 5 मिनट भयो नि दराजबाट सामान पनि लिएर आएको छु ए आफ खाँदै हुनुहुन्थ्यो ऊ त्यहाँ ए 200 राखिदिनु न चिकन 200 को चिकन लगेर आज बजाउने हो अनि मैले गिफ्ट पनि ल्याइदिएको छु मायालाई चाहिँ गिफ्ट चाहिँ के होला भनेर थाहा पाउनलाई चाहिँ अब घरमै गएर अनबक्सिङ गर्नुपर्ने हुन्छ मैले मगाइदिएको थिएँ उसलाई नभनिकन लगाओस् न भनेर लगाएको हेर्न पनि मजा आओस् न भनेर अनि पारे हाम्रो मासु पनि रेडी हुँदैछ बाक्स चाहिँ किन लाग्यो मासु खोलेर देखाइदेऊ न एकचोटि नखोल्ने हुन्छ ठ्याक्कै 200 को हामी दुईजना मात्रै खाने हो पुगिहाल्छ हामीलाई 200 को भाइ यहाँनिर त्यही त दुईटा चाहिँ यस्तो हल्का हल्का चिज छ यस्तो के मगाइदियो होला तिमीलाई एउटा चाहिँ मेरो हो दुईटा चाहिँ तिम्रो हो होइन के होला त यहाँ तिम्रो लागि यो ल छामेर यसो गेस गर अब दराजमा फेरि यो हुन्छ कि लेखेको पनि हुँदैन के छ भनेर लेखेको नै हुँदैन प्राइस चाहिँ लेखेको हुन्छ गाइस अनि के होला त गेस गर न त्यो नलेखेको त राम्रो हो नि त प्राइभेसी भयो नि त अब कस्टमरले के मगायो थाहा हुनु भएन नि त लिनलाई लाज हुन्छ नि त होइन अब जे पनि मगाउन मिल्यो नि त त्यो हो नि त राम्रो पक्ष भनेको अब यो हेरेपछि नि थाहा हुन्छ छामेर थाहा हुन्छ के होला गेस चाहिँ गर नि त ल गेस त गर्न पाइयो नि त के लगाउने चिज होला कि किनकि सानो सानो छ सानो सानो भनेपछि चाहिँ लगाउने नै अनि मास्क लाएर चाहिँ कहाँ हिँडेको फोहोर बोक्ने होइन फोहोर बोक्ने केटी जस्तो देखिरहेको त मास्क लाएर हाम्रो मासु पनि रेडी भइसकेको छ साथीहरू सट्ट लाएर सानो सानो ल हेरौँ ला नि त हेरौँ ला ल हाम्रो यो चाहिँ 200 को मासु धेरै आउँछ ल चिकन त धेरै आउँछ नि 150 पुगेन यहाँसम्मसँग चेन्ज 40 50 20 70 80 90 मेरो रिटर्न पैसा देऊ तिम्रो पैसा रिटर्न 5 भयो तिम्रो पैसा मेरो भयो तिम्रो पैसा मेरो पैसा मेरो मात्रै पैसा यस्तो छ नि ल सो फाइनली हामी रुममा आइसक्यौँ मैले चाहिँ खाना पनि खाइसक्यौँ अनि या दराजमा जे दुईटा गिफ्ट उसको एउटा चाहिँ मेरो हो मेरोवाला चाहिँ यो मोटो मोटो हो उसको यो पातलो दुईटा हो ल यो दुईटा तिम्रो हो ल फ्यान नलगाउने अहिले किनकि माइक मा डिस्टर्बेन्स हुन्छ अहिले यत्तिकै गर के होला त हेर नि त ल के होला त के ल्याइदियो होला त मैले तिमीलाई के ल्याइदियो होला त के आखिर के होला त यहाँ के रहेछ त्यस्तो किन मस्केको ओ माई गॉड के हो रेड कलरको रिबन हो यो के हो हेयर ब्यान्ड है अर्को पनि हेर्छु है त अरूमा चाहिँ हेयर ब्यान्ड हो हेर्नुहोस् गाइस अब होइन एकचोटि ध्याउ न तिमी खोल्दै गर न अर्को हेर्नु हेयर ब्यान्ड अब आजकलको हेयर ब्यान्ड अब यो लाउँदाखेरि कस्तो देख्ला त यो हेयर ब्यान्ड है तिम्रो कपालमा यो पनि हेयर ब्यान्ड हो अर्को कलरको डिफ्रेन्ट कलरको हेयर ब्यान्ड मगाइदिएको कि एउटा मात्रै लाउँदा खासै नराम्रो देख्ला भनेर खोलेर देखाउ त यो हेयर ब्यान्ड चाहिँ मोबाइल होला ओ माई गॉड खोलेर देखाउ न त्यो मतलब उ गर न त्यसलाई लाइक
रेड पनि होला न रेड पनि रेड क्युट रहेछ तर यो साइज ठुलो हुन्छ जस्तो लाग्यो हो ला मिडियम तर साइज स्मल मगाउनु पर्दो रहेछ नि त है मलाई थाहा नै भएन तिम्रो साइज अनि अब मगाइदिए यत्तिकै खै यो वाला देखाउ त यो चाहिँ कता मुखियो यार ए ओके यस्तो ओ माई गॉड क्यूट रहेछ त यो चाहिँ ठिक्क हुन्छ तिम्रो साइजमा मिल्ने रहेछ हैन साइज थाहा छ साइज हैन मिल्छ होला तर यो साइज मिल्छ तर हैन मिल्छ यो नि मिल्छ मेरो विचारमा त्यो तर यो रेड पनि सेक्सी छ तर यो मन पर्छ यो चाहिँ युनिक लाग्छ यो दिन्छ यार गिफ्ट भनेको यस्तो दिनुपर्छ क्या साथीहरू केटीहरूलाई तपाईँहरूलाई थाहा नै छैन केटा हो गिफ्ट भनेको यस्तो दिनुपर्छ केटीहरू खुसी हुन्छन् के मिडियम साइज रहेछ त्यो कस्तो लाग्यो त राम्रो लाग्यो गिफ्ट लास्टै राम्रो लाग्यो अनि कहिले देखाउँछौ त यो गिफ्ट लाएर मलाई लाएर त देखाउन यो चाहिँ के फोटो फोटो पठाउँछौ होला नि त फोटो त दिन्छ होला नि त यसको फोटो यसरी खिचेर पठाइदिन्छु तिमीलाई अनि तिमीले लाएर चाहिँ खिचेर पठाउनु पर्यो के हामी पनि हेरौँ न अब स्विमिङ पुल अस्सीको बिरयानी खुवाएर चाहिँ रिटर्नमा चाहियो भन्ने जस्तो कुरा नगर न स्विमिङ जाउँ न त यो लाएर बिकिनी लाएर स्विमिङ त गान मिल्यो नि त जान त मिल्यो त्यतिखेर त हेर्न नि मिल्यो अब सबैले देखाउन नि मिल्यो नि होइन स्विमिङ मलाई एकदम मन पर्छ कि ओके एकदम मन पर्छ यो के हो यो मेरो हो त्यो चाहिँ खैले हो म खोल्छु मेरो मै खोल्छु नि यार म खोल्दिन्छु होइन मेरो म खोल्छु तिमी मात्रै देखियो नि त अब कस्तो कुरा हो र यार खै यो मेरो खै हो यो चाहियो बरु ओके म तिमीलाई म क्विज दिन्छु अब खिच्नै पर्दैन तिमी र म दुईजनै हटिहाल्छ नि त्यसपछि होइन र त कस्तो मन पर्यो नि ल ओके ओके सो यो this is welcome थ्याङ्क यू मलाई कस्तो मन पर्यो नि चिज किन्दैकोमा मलाई किनिदिन्छ नि फेरि साथीहरू हेर्नु न यहाँ फेरि सलिड पुताली अनि यस दारी सेक्सी छ यो चाहिँ अलिक ठुलो हुन्छ कि क्या यो चाहिँ है आई थिङ्क त्यस्तै लाग्यो मिडियम ना ठिक्कै होला मोटे छौ म कहाँ मोटी छु विचार गर्ने हो भने त ल तिम्रो यो चाहिँ मेरो है गाइस यो चाहिँ मैले मेरो लागि मगाएको थिएँ या सो दिस इज ए सिल्भर चेन वाउ सो दिस इज माई लकेट किनकि मेरो यहाँ अरिजिनल यो मेरो 6-7 तोलाको सिक्री छ कि अनि तर यसको लागि चाहिँ के भइरहेको थियो भने लकेट चाहिँ मेरो हरायो अनि हराइदिने चाहिँ यही नै हो कि हाम्रो त गोदावरी हाइकिङ जाँदा चाहिँ हराएको हो कि पनि गराएको थियौँ हामीले अनि मैले यो एक्चुअली मलाई यो चेन त चाहिँदैन किनकि यो चेन डुप्लिकेट हो मलाई डुप्लिकेट चेन मन पर्दैन ओरिजिनल नै छ मसँग होइन 30 अहिले त यसको रेट आई थिङ्क 30,000 40,000 पर्छ अहिले त बढेको छ नि 30-40 हजारको चेन छ मसँग यहाँ अनि तपाईँको यो चाहिँ सिल्भर हेर्दा मात्रै सिल्भर हो तर इट्स फकिङ 30,000 किनभने यो तपाईँको लगभग 5.5 तोला छ अनि तर लकेट सुत्ता थियो अहिले चाहिँ 5 तोला होला 5-4.5 त्यस्तै होला जस्ट अहिले 6,000 छ नि त रेट 6.5 जा 30 भएन त 5 तोलाको 30,000 पर्छ त्यही भएर सिल्भर भयो भने 30 हजारको पो हो त यो चाहिँ फेक सिल्भर हो नि त यो लाउँदिनँ मलाई चाहिँ लकेट मात्रै चाहिएको तर लकेट इज सो युनिक मलाई क्या मन पर्यो लकेट हेर न किनकि मैले मेरो पहिलाको लकेट बिर्सिन नसके हो नि त त्यो लकेट मेरो लास्टै फेभरेट थियो अनि फेरि हामीले यो धेरै सानो हुन्छ कि भनेर डाउट गर्दै थियौँ तर एकदम पर्फेक्ट साइज रहेछ अब यसलाई ओपन गर न म चाहिँ रिग्रेट गर्दिनँ यो लकेट चाहिँ म रिग्रेट गर्दिनँ मलाई चाहिएको त लकेट मात्रै हो नि त सो म रिग्रेट गर्दिनँ यो चाहिँ आई थिङ्क दिस इज माई गुड डिलमा मैले गुड लकेट पाएँ आई थिङ्क यसको पैसा त तिमीले तिर्नु पर्ने हो एक्चुअली बट इट्स ओके मैले आफैले नै किनेँ एक्चुअलमा चाहिँ तिमीले तिर्दिनु पर्ने तर अब तिमीले मलाई गिफ्ट किन्दाखेरि आफै अर्डर गरेछ मलाई के थाहा त अनि भनेको भए म किन्दिन्थेँ होला तर चेन इज अल्सो नाइस यार यसकै चेन इज अल्सो नाइस छुट्टाएर फाल्न नि मन लागेन कि मलाई नाइस यसमा पनि सुन्छ नि लागेको लगायो भने
यो नै निकालौँ न पहिला यसलाई त्यसलाई निकाल्ने खोइ ओके निस्किन्छ निस्क्यो इजी ए ओके 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 खोल्ने छ त है खोलेर लकेट निकाल्न मिल्छ छुटाउनु यतिकै नै हाल्न मिल्छ होला मेरो टाउको त्यत्रो ठुलो छैन नि त ओके ए ल नाइस तर सुहाउँदो रहेछ यो पनि हाउ डज इट लुक राम्रो देखियो सुहायो हो नि राम्रो देख्यो अहिले हेरौँ हेर त ओके सो कुल अब मलाई फेरि यो कस्तो मनपर्यो आँखा हो नि त यो ड्रागनको आँखा हो कि ब्लू आँखा हो कि त्यही त दामी रहेछ के साइज पनि कस्तो दामी रहेछ साइज पनि म त साइज सानो छ होला सोचेको थिएँ तर डिजाइन पनि कति राम्रो के लाइक तर आई थिङ्क म यो झिकेर यसमा हालेर हेर्छु है त किनकि मलाई म ओरिजिनल नै लाउँछु चेन चाहिँ डुप्लिकेट चेन लाउनु किनकि मलाई यो सिल्भर एकदमै धेरै फाप्छ क्या मलाई चाहिँ अनि लाइक धेरै फेरि यस्तो हो नि त डुप्लिकेट किन लाउनु त त्यही नै राम्रो पनि देखिएको छ मैले रेगुलरली युज गर्छु कहिले काहीँ युज गर्ने पनि होइन रेगुलर डेली नै युज गर्छु नि त तर यस्तो गरौँला यो अब यो चेनमा यो सुहायो भने चाहिँ सुहाउँछ यो चेन हेर्नु न कति मोटो छ कम मोटो छ त यो 5 तोलाको लिटर यति भारी छ नि यो गरौँ प्योर सिल्भर हो यो चाहिँ यसलाई चाहिँ क्लिन गर्न पनि एकचोटि पसलमा दियो भने 100 रुपियाँमा यसलाई टल्क्क योभन्दा टल्केको नै हेरौँ न कति डिफरेन्स छ नि होइन सो यसलाई झिक्छु है त अब म अनि यो मेरो ओरिजिनल सिल्भरमा नै हाल्छु यो चेन चाहिँ अब तिमीले लाउँदा नि भयो अब भाइहरूलाई गिफ्ट दिदिनु पर्यो कहिले लाउ त्यही पनि कहिले काहीँ डिफरेन्ट लुक गरौँ न भन्ने भयो कहिले चेन्ज गरेर यो लाउनु नि कहिले स्टाइलिस कहिले फ्यासन कतै जाँदा ओर्दा गरौँ न फ्यासन चेन्ज गरौँ न भन्ने हुन्छ नि त सो दिस इज अ फेक सिल्भर गाइज बट आई ओन्ली वान्टेड अ लकेट मैले लकेटको लागि पैसा तिर्दिएको हो किन यति साह्रो छ त मैले त यसरी लाउने हो नि त यसलाई कसरी लाउने पहिला फिक्स गर्नु पर्यो नि त यसरी लाउने कि यता फर्काएर लाउने यस्तो गरेपछि यस्तो ना लाएर हेरौँ है ओके यस्तो चाहियो भनेपछि त्यसरी हो त्यहाँबाट हाल्ने हो नि उल्टो भयो उल्टोपट्टि उल्टो फर्काएर हाल अनि ठिक्क हुन्छ ठुलो बनाउँछु मुख साह्रो छ है सिल्भर फेरि साह्रो हुँदो रहेछ सुन त एकदम कमल हुन्छ नि ओरिजिनल सुन तर सिल्भर चाहिँ साह्रो हुँदो रहेछ कि त्यसरी चाहिँ हाल्ने हो कि भाँच्चेला है भाँचिँदैन नि सिल्भर हो र फलाम हो र भाँच्दैन नि सुन त भाँचिन्छ त सिल्भर भाँचिँदैन जस्तो लाग्छ खै भाँच्यो नि भाँच्यो अब के हो अन्त मिलाउँदा मिलाउँदा भाँच्यो भने भाँच्यो ओके अब यसरी निस्किनु चाहिँ भएन नि त्यो होइन तर यसलाई पनि त मैले जोड्नै पर्छ अब निस्किहाल्छ नि म लगाइदिन्थेँ यार बरु त्यत्रो दुःख गर्न भन्दा नै ठिक छ सेप मिल्यो त भइहाल्यो नि सेप मिलेन र खै कस्तो देखियो ल राम्रो देख्यो यसलाई अलिक ठुलो बनाउनु पर्छ क्या हो ल अबे त्यत्रो नगर न होइन यस्तै थियो पहिला पनि तर यस्तो त राम्रो भएन यो मिलाइदेऊ त आऊ तिमी मिलाइदेऊ ल उसले मिलाइदिन्छ गाइस किनकि मैले अलिक मिलाउनै सकिनँ यसलाई अलिक मतलब राम्रो देखिने गरी मिलाइदियो न पहिला पहिला त कस्तो मिलेर बस्थ्यो नि त न ल भयो त एकचोटि ओके भयो त सायद गाइस ओके ओके लुक्स पर्फेक्ट नाउ ओके अनि यहाँ मेरो थिएन नि त लकेट अब राम्रो देखियो होइन राम्रो देख्यो ल सुहायो नि अनि युनिक पनि मेरो पहिलाको युनिक जस्तै नै युनिक भयो क्या यो पनि किनकि चाहिँ युनिक पिस हुँदैन फाइनली आई फिल गुड नत्र मेरो सिल्भर लकेट मलाई मन नपर्यो यो युनिक देखेको छ तर पहिलाको भन्दा नि त्यसमा पहिलाको त सिल्भर नि त नर्मल देखिन्थ्यो भने यो चाहिँ अलिक झनै युनिक भयो क्या किनकि इट्स आइज देयर अनि इट्स नट इभन अ फेक सिल्भर इट्स अ रियल सिल्भर सो मजा आयो नि त मन पर्यो लास्टै मन पर्यो पहिलाको जत्तिकै मन पर्यो ल
मैले चुज गरिदिएको हो नि तर अस्ति नै तिमीले एकचोटि भन्दा फेरि त मलाई यो मन पर्ने कलर भएर क्या दिस इज अनि आइज हो नि त यो नराम्रो आँखाबाट बचाउनेवाला आई हो क्या यो बुझेनौ त्यो नराम्रो आँखाबाट बचाउनेवाला आयो साथीहरू नगर न हेर्न चाहन्छु के नजिकबाट हेर नि त हेर म पनि नजिकबाट धेरै चिजहरू हेर्न चाहन्छु गर्नु न भनेपछि प्राइभेटमा चाहिँ गर्न तर मलाई पनि मन पर्यो दामी छ ल खै ल यो पकड न म यो लकेट कस्तो देखिँदो रहेछ है हेर नि त ए चेन तिमी युज लाएर हेर न कम हेर ल यता होला ग्रिनमा ओके मलाई सुहाउँदैन हो केटीहरूलाई यस्तो सुहाउँछ र गुन्ने नि माफिया केटीलाई केटाको चेन हो नि त त्यो हुन त केटीले पनि लाउँछन् लाउन त माफिया जस्तो देखियो होइन गुन्ने नि जस्तो यो फेसलाई नै मेरो लुक्सलाई नै सुहाएन यसले ल जियोस् उसको गिफ्ट चाहिँ तपाईँहरूलाई सायद आई थिङ्क राम्रो लाग्यो होला पछि म लाइक अब हामी स्विमिङ गयो भने म लाउन लगाउँछु स्विमिङको लागि किनिदिएको खासमा चाहिँ मैले लाइक स्विमिङ गर्दाखेरि लाउन मिल्छ नि त यस्तो प्राइभेट स्विमिङ पुल अब पब्लिक स्विमिङ पुलमा त अलिक बेजतै हुन्छ हेर्नु तर देयर इज लाइक हाम्रो प्राइभेट स्विमिङ पुल्सहरू हुन्छ नि त्यहाँनिर चाहिँ लगाइरहेको हुन्छ नि त बिकिनी आजकल नर्मली जसले पनि लाइक मलाई लागै मनपर्छ फेरि नलाएको भन्दा सो या त्यही भएर किनिदिएको थिएँ गाइस अब समडे कुनै दिन स्विमिङ पुल गयो भने तपाईँहरूले नि हेर्न पाउनु हुन सक्छ स्विमिङ गयो भने त्यही स्विमिङ हो अरू त अब मैले मात्रै हो क्यारे के हो पुरा सबैको Mr. Nepali Bag.